ओके, भिडियो स्टार्ट हुनुभन्दा अगाडि चाहिँ मेक स्योर कि तपाईँले चाहिँ लाइक गर्नुभएको छ किनकि मैले एकदमै धेरै टाइमपछि यो भिडियो ल्याइरहेको छु। सो लाइक चाहिँ गरिदिनु होला है त। ओके, नाउ इन्जोय द सर्ट एनिमेसन भिडियो। यो खुला आकाश जस्तै अब मेरो मन पनि खाली छ। किन गर्न सकिन्छ र? अरे म कहाँ छु? यो त सपना हो। अरे ऊ यो त पक्कै पनि ऊ नै हुन्। मलाई उसको अनुहार अझै पनि याद छ, तर सायद उसले मलाई बिर्सिसक्यो होला, होइन र? अरे म त निदाएछु सायद। साँझ परिसकेको रहेछ। मलाई थाहा नै थिएन कि म कतिखेर निदाएछु। भोलि त मेरो कन्सर्ट छ होइन? कि भोलि ऊ आउने छे? सायद आउँदिन होला। काश हामी पनि अहिले यस्तै अवस्थामा भएको भए कि ऊ मेरो अङ्गालोमा हुन्थ्यो होला त। सायद तिमी गएदेखि खाली खाली लागिरहेछ यो मन। यो मनको एक्लोपन, गुनासो अनि यो मनभित्रको भावना पोख्ने ठाउँै भेटिन। अरे 6 पनि बजिसकेछ त। अब मलाई सायद तयार हुनुपर्छ। यो मेरो लाइफको पहिलो कन्सर्ट हो। अलिकति नर्भस त फिल भइरहेछ, तर केही छैन। के आज म राम्रो पर्फर्म गर्न सक्छु र? उसलाई पनि यो दिनको एकदमै प्रतीक्षा थियो नि। के सायद उसले पनि मैले गाएको सुन्छिन् होला त? पक्कै पनि कहीँ न कहीँ कतै न कतैबाट सुन्छिन् होला। मेरो आँखा अगाडि ऊ छैन होला, तर मेरो मनमा ऊ सधैँ रहनेछिन्। अनि यो गीत बस तिम्रो लागि। म चाहन्नथे तिमीलाई एउटा सानो कथा बनाएर टुङ्ग्याउन। म त तिमीलाई आफ्नो जीवनको हरेक पानामा मेरो बनाउन चाहन्थे। तिमी मेरो त भयो, तर कहिले मसँग भएन। ओके, आजको लागि चाहिँ यति नै थियो। एन्ड तपाईँलाई चाहिँ भिडियो कस्तो लाग्यो त कमेन्ट गरिदिनुहोस् होला है त। यसमा चाहिँ मैले आफ्नो क्यारेक्टर युज गरेको छैन किनकि यो चाहिँ मैले पहिल्यै एनिमेसन गरेर राखेको थिएँ एउटा म्युजिक भिडियोको लागि। सो त्यसलाई नै मैले डब गरेर मैले यहाँ हालिदिएको छु। सो होप कि तपाईँलाई चाहिँ मन पर्यो होला। एन्ड त्यो म्युजिक भिडियोको म लिङ्क पनि डिस्क्रिप्सनमा राखिदिन्छु, गएर चेकआउट गर्न सक्नुहुन्छ। एन्ड पछि भेटौँला है त। अब चाहिँ बाई बाई।